विद्यालयको सम्पूर्ण प्राङ्गण विद्यालयका गतिविधिहरू हिजो 2029 सालमा स्थापना हुँदै गरेको विद्यालय फरक नामबाट 2033 सालमा कान्ति प्राविबाट चल्दै आज 2081-82 सम्म आइसक्दाखेरि प्लस 2 सम्म यस विद्यालयले विभिन्न फ्याकल्टीमा 2065 सालमा पनि लगभग 350 विद्यार्थीको हाराहारीमा पठन पाठन भएको विद्यालय आज 80-82 सालमा आइपुग्दाखेरि 6000 विद्यार्थी र कतिपय विद्यार्थीहरू यस विद्यालय रोजेर आउँदै गर्दाखेरि फर्केर जानुपर्ने बाध्यता र व्यवस्थाका कारण पनि यहाँको सम्पूर्ण शैक्षिक प्रणालीलाई हामीले अध्ययन अवलोकनका लागि जुन साथ दिनुभयो, जुन समर्थन जनाइदिनुभयो, जुन सहमति दिनुभयो, त्यसका लागि हामी गढवा गाउँपालिका 1 नम्बर वडा अन्तर्गतका विभिन्न सामुदायिक विद्यालय र संस्थागत विद्यालयका तर्फबाट हृदयदेखि धन्यवाद कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। ताली बजाइदिनु होला। सर्वप्रथम त म यहाँका प्रज्यूलाई निकै कुशल मैले महसुस गरेँ। साथीहरूले पनि त्यो मलाई सेयरिङ गरिसक्नु भएको छ। सायद पनि निकै मिलनसार र मिजासिलो हुनुहुँदो रहेछ। साँच्चै विद्यालय बनाउन चाहने हो भने विद्यालयका योभन्दा अगाडिका पुराना एकजना चाहिँ गुरुआमा पनि देख्नुभयो होला। जति बेला गणेश प्रावि चलाउँदै गर्दाखेरिका गुरुआमालाई समेटेर 2000 सम्भवतः यो 80-81 को वृत्तचित्र हुनुपर्छ तपाईँ हामीले हेरेको। त्यो वृत्तचित्र बनाउँदै गर्दाखेरि यसको भौगोलिक इतिहास, यसको वास्तविकता, यसको हिजोका चाहिँ संक्षेप कुराहरूलाई यसरी तपाईँ हाम्रो माझमा चित्रण गर्दाखेरि जुन खालको उद्देश्य लिनुभयो यहाँको सरहरूको, खास गरिकन प्रज्यूहरूको निकै महत्त्वपूर्ण भूमिका छ जस्तो मलाई लाग्यो र बुझ्न पनि पायौँ। सरल, लगनशील, इमानदार र कुशल प्रशासकका रूपमा यहाँको प्रज्यू हुनुहुँदो रहेछ, सहायक प्रज्यू हुनुहुँदो रहेछ र अन्य सबै यहाँका शिक्षक साथीहरू आफ्नो सेक्सनमा पठन पाठनका लागि व्यस्त छौँ। हामी यहाँ प्रवेश गर्दै गर्दाखेरि साथीहरू त आफ्नो जे सरले देखाउनु भयो, हेड सरले त्यो हेर्नुभयो होला। म कक्षा 9 को एउटा सेक्सनमा म छिरेँ। अब म कति जिज्ञासु छु, म आफैले आफ्नो वर्णन गर्न त मैले मिल्दैन, तर तपाईँहरूभन्दा फरक रुचि राख्ने मान्छे हो। म त्यहाँ विद्यार्थीसँग गएर मेरो आफ्नो परिचय, विद्यार्थीहरूका चाहिँ पठन पाठनका विषय, गतिविधि र उहाँका जिज्ञासामा निकै रमाइलो र होहल्ला पनि पायौँ। अनुज सरले त्यसको छोटो भिडियो बनाउनु भएको छ र साँच्चै भन्दा यहाँका धेरै कुराहरू सुधारात्मक पक्ष हामी दाङ जिल्लाको गढवा गाउँपालिकाको 1 नम्बर वडा, म समग्र पालिकालाई लिँदैन, 1 नम्बर वडाले विगतदेखि नै, हुन त म निरन्तर 8 वर्ष पुरा गर्दै गरेको एउटा वडा अध्यक्षको हैसियतको रूपमा छु, तर शैक्षिक क्षेत्रलाई मैले हेर्ने दृष्टिकोण अलिकति फरक भएको हुनाले सबै 1 नम्बर वडामा स्थित सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई समेटेर हामीले योभन्दा अगाडि पनि विभिन्न खालका क्रियाकलाप गरिसकेको तपाईँहरूलाई अवगतै छ। म यहाँका चाहिँ प्रज्यू लगायत सहायक प्रलाई त्यो जानकारी गराउन चाहन्छु। हुन त हामी एउटा दाङ जिल्लाको भौगोलिक विकटता, पिछडिएको चाहिँ दूरदराजमा जहाँ शैक्षिक चेतनाको अभाव छ, त्यहाँको चाहिँ सामाजिक रूपमा त्यहाँका आदिवासी, थारू, कुमाल, जनजाति, मधेसी लगायतका चाहिँ पिछडिएका चाहिँ वर्गसँग शिक्षाको चाहिँ ज्योति हामीले फैलाउनु परेको बाध्यता छ। यद्यपि बुटोल जस्तो जनघनत्व व्यापक नभए पनि हाम्रो अहिले विभिन्न विद्यालयमा हेर्ने हो भने हामी यहाँ सम्भवतः 2500 विद्यार्थी, सबै विद्यालय मिलाएर 2500 विद्यार्थीको हाराहारीमा यहाँ चाहिँ शिक्षकज्यूहरू, प्रज्यूहरू, व्यवस्थापन समितिका साथीहरू, संस्थागत विद्यालयबाट पाल्नुभएका साथीहरू लगायत विद्यार्थीहरू पनि यस भ्रमण 2 दिने भ्रमण कार्यक्रममा छौँ। देववाणी चाहिँ विद्यालयमा हेऱ्यौँ, त्यहाँका कृष्ण थापा सरका गहकिला कुरा र उहाँका सङ्घर्ष र उहाँले विद्यार्थी शिक्षाप्रति लगानी गरेका कुराहरू हामी अवगत भयौँ र आज चाहिँ दोस्रो दिन हामी कान्ति माविमा आउँदै गर्दाखेरि कान्ति माविका धेरै कुरा सम्पन्नशाली भवौँ। आफ्नै विद्यालयको प्राङ्गण आम्दानी चाहिँ 1.25 करोड रुपियाँ महिनाको मासिक खर्च समेत धानेर बसेको यो सिकाइहरू धेरै कुराहरू सुधार्न पर्ने पक्ष छ। मैले सामान्य रूपमा हेर्दै गर्दाखेरि हामी आउँदै बाटोमा पहिलो कुरो त विद्यालय प्रवेश गर्दा के चिज कहाँ छ भन्ने कुराहरूको डाइरेक्सन त्यहाँ दिनुभएको छ, मलाई त्यो सकारात्मक कुरा लाग्यो। त्यसपछि गएर तपाईँ हामी चाहिँ गुरु हौँ, हामीले पढ्यौँ, हामीले चाहिँ
राष्ट्रिय गान हामी चाहिँ गाउँछौँ। त्यसपछि हामी सरस्वती वन्दना हामीले गाउनु पर्ने, यो कति विद्यालयमा गाइन्छ गाइन्न त्यो कुरो तपाईँलाई महसुस भयो होला। र चाहिँ अर्को एउटा चाहिँ उहाँहरूले त्यो के राख्नुहुन्छ, एउटा वार्षिक क्यालेन्डर नगर गान, राष्ट्रिय गान, आचार संहिता आचार संहिता र बडापत्र। यो म एउटा जनप्रतिनिधि भएकोले पनि तपाईँ हामी चाहिँ बडापत्र के हो भने सबैले समर्थन गरेको, सबैले पास गरेको चिज हो। त्यो बडापत्रमा हस्ताक्षर गरिन्छ, वडा कार्यालयको बडापत्र हुन्छ, स्थानीय पालिकाको बडापत्र हुन्छ, विभिन्न कार्यालयहरूको बडापत्र हुन्छ भने विद्यालयले आफ्नै बडापत्र गरेको त्यो मलाई राम्रो लाग्यो। र अर्को पक्ष आचार संहिता जो चाहिँ पालना गर्नुपर्ने कुराहरू त्यहाँ आगन्तुकदेखि लिएर विद्यार्थी शिक्षक सबैका लागि हो भन्ने कुरा मैले महसुस गरेँ। त्यसपछि अन्य कुराहरूमा पनि मिल्दो खालको पूर्वाधार छँदैछ, जस्तो लाइब्रेरीका कुरा, एकाउन्टका कुरा, बाहिर बसेर चाहिँ त्यहाँ पढ्ने, पुस्तकालय पढ्ने कुराहरू भयो होइन। विद्यानाथ कोइरालाले भने जस्तै विद्यालयले एउटा जन्म उत्सव मनाउँदै गर्दा हामीले सुधार्नुपर्ने पक्षहरू वास्तवमा एउटा मिठाई दिएर, अथवा हुन त हामी एउटा चाहिँ आर्थिक रूपमा अलिकति कमजोर छौँ, त्यस कारणले पनि हामी चाहिँ कसैलाई सहयोग गर्ने, पैसाहरू शुल्क जम्मा गर्ने हाम्रो परिपाटी छ। त्योभन्दा पनि विद्यालयको एउटा पठन पाठन छ, विद्याको मन्दिर भएको कारणले ती पुस्तकालयहरू लिने राम्रो प्रचलन पनि देखियो, एकदमै राम्रो लाग्यो। र अन्य कोठाहरू पढ्दै गर्दाखेरि स्थानीय सरकारले सहयोग नगरेको दुखेसो त सरले पोखिहाल्नुभयो। यद्यपि हिजोका दिनमा बिल्डिङहरू बन्दै गर्दाखेरि कहीँ कतै चाहिँ विद्यालय दरबन्दीहरूका कुरामा सहयोगको सरकारको सहयोग नभएको होइन, तथापि सरकारको न्यून सहयोगमा पनि विद्यालयहरू, हिजो पाल्पाको विद्यालय हेर्दै गर्दा र आज कान्ति मावि पनि हेर्दै गर्दा दुखेसो सरहरूको जिउका तिउ छ। त्यसको मानेमा हामी दाङ जिल्लाका चाहिँ स्थानीय पालिकाहरूले केही हदसम्म सरकारले सहयोग गरेको कुराहरू तपाईँलाई अवगतै छ। सरले अघि भनिहाल्नुभयो, नगर शिक्षक राख्ने चलन हामीमा पनि त्यो गाउँपालिकाले आफ्नै दरबन्दी, आफ्नै तलब सुविधाबाट चाहिँ दरबन्दी अथवा चाहिँ शिक्षक पठाइएको व्यवस्था तपाईँ हामीलाई जानकारीसित हिजोको दिनमा चाहिँ निजीबाट कयौँ समय चाहिँ तलब नखाएको उदाहरणहरू तपाईँलाई छँदैछ। र एउटा कुरा, वडा शिक्षा समिति हामी चाहिँ तदारुकताको साथ लाग्दै गर्दाखेरि त्यसमा खास गरिकन जनप्रतिनिधि, वडा सचिव र चाहिँ त्यहाँको व्यवस्थापन समितिबाट, त्यहाँका शिक्षक प्रहरुबाट वडा शिक्षा समिति राख्दै गर्दाखेरि केही उल्लेखनीय रूपमा चाहिँ हामीले चाहिँ अनुगमनका पाटाहरू, विद्यालयलाई गरिदिने निर्णयहरू र चाहिँ विभिन्न कार्ययोजना बनाउँदा सहयोग सपोर्ट पुगेकै छ। र भन्नै पर्दा 1 नम्बर वडाले विगतदेखि गर्दै आएका केही असल कुराहरू, हुन त असल अभ्यास यहाँ तपाईँले चाहिँ यो लोगोमा देखिराख्नु भएको छ, त्यस कुराहरूमा हामीले चाहिँ उत्प्रेरणाका कार्यक्रम अन्तर्गत कालिका माविका हरिश्चन्द्र ओलीलाई लगेर उत्प्रेरणाका कार्यक्रमहरू गऱ्यौँ। उत्प्रेरणाले खासै त्यति धेरै उत्प्रेरणा नभए पनि हामीमा पिटीको चाहिँ चलन थिएन, त्यो पिटी यहाँ पनि हामी देख्न पायौँ। त्यो पिटी हाम्रा अहिले सबै विद्यालयमा पिटी लागु छ, त्यो एउटा राम्रो पक्ष हो। र हामी पश्चिमतिर सुर्खेत र चाहिँ बर्दियाका विद्यालयहरू के विद्यालय अनुगमन गर्दै गर्दाखेरि त्यहाँका चाहिँ स्थानीय पालिकाहरूले एउटै खालको ड्रेसमा सबैलाई समान रूपमा चाहिँ पठन पाठनको व्यवस्था गर्दै गर्दाखेरि त्यो पनि हामी सिकाइको रूपमा चाहिँ आफ्नै खालको ड्रेस, वडाको एउटा पहिचान र चाहिँ सबै समान हो भन्ने हिसाबले हामी हिँडेका छौँ, त्यो पनि राम्रो पक्ष हो। र आज साँच्चै हामी फेरि पनि एउटा भ्रमण अथवा सिकाइ उपलब्धिका लागि हिँड्दै गर्दाखेरि आदान प्रदानका कुरा गर्दै गर्दाखेरि केही कुराहरू चाहिँ पाल्पाबाट सरलाई पनि यो चाहिँ जानकारी रहोस्। त्यहाँको चाहिँ हेड सर उहाँले भन्नुभयो र विद्यार्थीहरूले पनि त्यसलाई स्वीकार्नुभयो। बिहान 6 बजेदेखि साँझसम्मको खटन पठन, त्यस कारणले म सरलाई प्रश्न गरेको थिएँ, 6 बजेसम्मको खटन पठनले त्यहाँको चाहिँ नतिजा एकदमै 100% पास र उत्कृष्ट चाहिँ विद्यालय बनेका 3-4 वटा चाहिँ उहाँले चाहिँ उदाहरणहरू पेश गर्नुभयो, त्यो एउटा राम्रो पक्ष छ। त्यसपछि धेरै कुराहरू त्यहाँ सरले पनि दिनुभयो, यहाँबाट पनि हामीले सिक्ने कुराहरू थुप्रै रहेछन्। साथीहरू टिप्नु पनि भएको छ, म त त्यो 29 मिनटको पुरै चाहिँ भिडियो मैले रेकर्ड पनि गरेको छु। साँच्चै सरले जुन तरिकाले मलाई चाहिँ एउटा अनुमान गरिदिनु भयो अथवा चाहिँ एउटा सकारात्मक सोच म प्रति देखाइदिनु भयो। विद्यालय बनाउनका लागि तपाईँ हामी पहिला त हामी हेड सरहरू चाहिँ त्यसका लागि लाग्नुपर्छ, सरकारी तर्फबाट पनि सहयोग हुनुपर्छ र चाहिँ शिक्षकहरू लगनशील हुनुपर्छ भन्ने मुख्य कुरा हो। हामी धेरै कुरामा पछाडि छौँ। यद्यपि 6000 विद्यालयको तुलना गर्दै गर्दाखेरि यहाँ चाहिँ 200 भन्दा बढी शिक्षकहरू, 180 चाहिँ आफ्नै निजी स्रोतबाट चाहिँ चलाइएका, 21 जना चाहिँ दरबन्दी लगायत चाहिँ अन्य कर्मचारीहरूको हकमा विद्यालय चल्दै गर्दाखेरि सजिलो त छैन। तर हामी चाहिँ त्यहाँ स्रोत र चाहिँ विभिन्न अभावका कारण पनि हामीले यदि शैक्षिक सुधार गर्ने हो भने कतिपय अवस्थामा थप अतिरिक्त कक्षा सञ्चालन गर्ने
र चाहिँ शिक्षकहरू थप चाहिँ पूर्ति गर्नुपर्ने यो चाहिँ मलाई महसुस भएको छ। यसका लागि हामी स्थानीय रूपबाट के गर्न सकिन्छ यसले मलाई एउटा चाहिँ झकझकाएको छ। यसका लागि खोजी तपाईँ हाम्रो परामर्श सल्लाहले हामीले कुन कुन विद्यालयलाई कस्तो बनाउने के गर्न सकिन्छ भन्नेमा पक्कै लाग्नेछौँ भन्ने मैले चाहिँ एउटा दृढ सङ्कल्प र विश्वास पनि लिएको छु। हामीलाई अहिले शान्ति माविमा पनि हाम्रो जाने रुटिन छ। यहाँ चाहिँ सरले जुन न्यानोमाया गरिदिनु भयो र चाहिँ एकदम खुल्ला हृदयका साथ तपाईँ हामीलाई चाहिँ ससम्मानका साथ विद्यालयको सम्पूर्ण गतिविधिहरू चाहिँ छर्लङ्गै पारिदिनु भयो। धेरै धेरै पुनः म उहाँलाई धन्यवाद दिन चाहन्छु। हुन त अब सर